to you by Prabhu Life Insurance. Namaste, welcome to License to Drive, brought to you by Prabhu Life Insurance and License to Drive Nepal's first and only automobile show. Okay, गत हप्ता हामीले चर्चित हास्य कलाकार सन्दीप छेत्रीज्यूसँग भलाकुसारी गरेका थियौँ एन्ड यसले साँच्चीकै धेरै नै माया पायो आपसमा किन त इज सो फनी एन्ड अडोरेबल र आज प्रस्तुत छ त्यसकै भाग 2 फ्यामिलीसँग चाहिँ अब हुन्छ नि विवाह एक्साइटेड हो कि ल पोखरा जाने होइन एन्ड पोखरा त भइरह हो होइन यो भावना पनि बग्नु होइन अब पोखरा त जाने हो पोखरा गइ पनि अब तर एकदम मोर एक्साइटिङ चाहिँ के थियो नि आई एम ड्राइभिङ अनि मैले चाहिँ अब मेरो बाउआमालाई लगिरहेको थिएँ अलिकति भावनात्मक पनि भयो कि होइन श्रमको अलिक खर्पनमा लागेर लिएर गए जस्तो हो गाडी पनि खर्पन जस्तो भयो होइन या एन्ड भनौँ न आई फिल सो गुड चाहिँ मेरो मोटरमा अब बाउआमा बसिरहेछ अनि सँगै जानु पाउँदा म वाइफ छोरी आई फिल सो गुड तर भित्रबाट नर्भस पनि छु क्या म बिकज आम प्यानिङ होल अफ माई फ्यामिली नेवारीको गर्नुपर्छ अनि मलाई चाहिँ म चाहिँ रेस्पोन्सिबल फिल गरिरहेको छु जस्ट बिकज होल फ्यामिली मेरो फ्यामिली चाहिँ डराइरहेको छ क्या मलाई त दाइ होटलमा गाना बज्यो भने पनि डिस्टर्ब होला जस्तो लाग्यो क्या होइन त्यसपछि हामी पोखरा जाने बेलामा सबजना साइड पोखराको गएर साइड क्यान यु इमेजिन भाइ हामी होटलबाट ओर्लेपछि बोल्छौँ होटलमा हामी खासै कुरा गर्दैनौँ होइन साइलेन्ट भएको अनि पोखरा पुगिसकेपछि मामुले भन्यो तिमी राम्रै चलाउँदो रहेछ भनेर भन्यो हामी प्लेनबाट फर्किन्छौँ होइन होइन तिमी राम्रो चलाउँदो रहेछ है कस्तो कस्तो चलाउँला भनेर डर लागिरहेको थियो भने ड्राइभरले पनि राम्रो चलाउँदो रहेछ भनेर भन्छ होइन अनि त्यसपछि अब जाँदाखेरि त अब बाटोको कारणले पनि बिकज यु डोन्ट नो द वे प्रपरली त्यही भएर तपाईँ चाहिँ बिस्तारै चलाइरहनु भएको छ आउँदाखेरि त केही न केही गेट फ्यामिली हुन्छ रोड नि त है त्यसपछि मैले चाहिँ अलिक मजाले चलाएको छु अनि चलाइसकेपछि मेरो नानी के भन्नुहुन्छ बिस्तारै तिमीले पोखरा लाग्ने बेलामा भन्दा ल्याउँदाखेरि अलिक कुदाएको जस्तो लाग्यो अरे मलाई एकदम आई लभ टु ड्राइभ हुन्छ नि मलाई मोटर चलाएर जाउँ भनेपछि म एकदम रेडी जहाँ पनि जानु रेडी सबभन्दा टाढा कहाँ गयो म आफैले चलाएर चाहिँ म सुर्खेतसम्म गर्छु गाडी हो सुर्खेतसम्म गर्छु इभेन्टको प्रोग्राममा अनि द्याट वाज नट माई कार अर्गनाइजरको मोटर थियो अनि मलाई चाहिँ चलाउनु मलाई अन्त जाउँ त भनेर चलाएर मलाई किन त्यो सुन्दै बेलामा चाहिँ अलिकति धेरै नै स्पिडमा गइएको जस्तो लाग्यो मलाई अनि त्यस्तो त थिएन ठिकै थियो गाडी अब झन् कन्सियस भइन्छ गाडी है अर्काको मोटर यो चाहिँ मलाई आई फाउन्ड भेरी इन्ट्रेस्टिङ यो सन्दीपको बानी कुदाउने पन्जाब म यस म वेलाइट ड्राइभ मलाई चाहिँ त्यो ग्रिप पनि राम्रो भएको जस्तो लाग्छ होइन कम्फर्टेबल पनि फिल हुन्छ लाइक ब्रिटिसको प्रभाव यो पिपुल नो मी एज अ कमेडियन होइन मैले मान्छे हँसाउने काम गर्छु भनेर भन्छ नि तर म सबैलाई भनिदिन्छु एउटा सिरियसली वेन यु मिट दिस गाई he does have a most best sense of humor क्या यस तपाईँ दाइ मैले साँच्ची भने तपाईँसँग बस्दाखेरि चाहिँ यस्तो फेरि कसले नि यस्तो मजाल सेन्स अफ ह्युमर छ कि आई लर्न सो मेनी थिङ्स फ्रम यु दाइ यार यति मात्रै सुन्न हामीले पर्सनली चाहिँ म एकदम रमाइलो मान्छे हो होइन लभ टु हेभ फन होइन मलाई रमाइलो गर्न मन लाग्छ हँसाउन मन लाग्छ म स्कुलदेखि नै हुन्छ नि म हाँस्ने हँसाउने मान्छे हो स्कुलदेखि नै लाइक टिचरको मिमिक्री गर्ने यो गर्ने त्यो गर्ने सबै गर्थेँ म होइन यस्तो साथीहरूसँग पिकनिकमा म छुट्नु हुन्थेन बिकज द्याट वाज अ फन गाई होइन लाइफ अफ द पार्टी काइन्ड अफ होइन दे ट्रिट मी लाइक यो चाहिँ गयो भने रमाइलो हुन्छ 13-14 वर्षको कुरा हो रातो गङ्गा स्कुलको अडिटोरियममा सन्दीपले एउटा नाटक गरिरहेको थियो इट वाज भेरी सिरियस नाटक इट वाज मोस्टली अन इमिग्रेसनमा त्यो बेस थियो होइन पुलबाट हेर्दा त्यो पुलबाट हेर्दा जहाँ हेऱ्यो होइन
होइन त्यसो नजाउँ कहाँबाट होइन है सो यु डि नट बिगिन यर करियर विथ कमेडी डिड यु नो दुईवटा चिज थियो दाइ मलाई म सुरुमा कमेडियन होइन वा बनिनँ भन्नको लागि चाहिँ दुईवटा चिज थियो एउटा चाहिँ त्यो अब त्यो ड्रामा पुलबाट हेर्दाको कुरा गर्दाखेरि चाहिँ इलमको एउटा मलाई डिरेक्सन किन राम्रो लाग्छ भन्दाखेरि उसलाई मेरो व्यक्तित्व थाहा छ म वास्तवमा मान्छे कस्तो हो र म मान्छे जस्तो छु त्यसको ठ्याक्कै अपोजिट क्यारेक्टर चाहिँ उसले मलाई कास्ट गर्थ्यो जहिले पनि द्याट्स क्वाइट ट्रु इट्स द्याट्स क्वाइट च्यालेन्जिङ च्यालेन्जिङ बिकज लाइक त्यो बेलामा चाहिँ डिरेक्टरलाई ट्रस्ट हुनु पर्थ्यो कि लाइक ओके यसले चाहिँ न्याय गर्छ है त्यो चिजलाई भनेर उसलाई ट्रस्ट भइसकेपछि मात्रै गर्थेँ नि त जस्तो त्यसपछि मैले इलमकै डिरेक्सनमा सिनेमा गरेँ रेड माउन्टेन भन्ने जसमा पनि इट वाज लाइक मेरो टोटली डिफ्रेन्ट क्यारेक्टर छ होइन आम नट चाहिँ कमेडियन त्यो कुरा गर्न सक्यो भने आनन्द पनि जस्तो म कमेडियन हो भनेर भन्न पहिला अप्ठ्यारो लाग्थ्यो भाइ किनभने मेरो साथी सर्कलले नै झाडो जो गर भनिदिन्थ्यो होइन यसलाई हाँसाउँछ नि भएर आइज एउटा जोक्स न भन्ने टाइपको कुरा गरिन्थ्यो होइन जसको कारणले चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि कमेडियन भन्ने बित्तिकै जोकर भन्छ भनेर म चाहिँ होइन आमा नाच भन्थेँ क्या जस्ट टु जस्टिफाई होइन कि म कलाकार हो भन्यो भने चाहिँ मान्छेले अलिकति सिन्सियरली लिन्छ भन्ठानेर क्या दाइ मलाई चाहिँ कमेडियन भन्यो भने चाहिँ आई थिङ्क लाइक ओके मलाई सिरियसली लिन्छ कि लिँदैन भन्ने कुरा हुन्थ्यो क्या पहिला जोकरै भन्थ्यो जोकर भन्थ्यो तर त्यो चाहिँ मेरो अज्ञानता रहेछ क्या दाइ त्यसपछि मैले भनौँ न श्री हरिकुम शास्त्री मन कृष्ण श्रेष्ठ सरहरूलाई हेरेँ उहाँहरूलाई सन्तोष मुन्डा सरलाई हेरेँ होइन उता डेभिड लेटरम्यानको सोजहरू हेर्न थालेँ होइन अनि इन्टरनेसनल एरिनामा हेरेको त ओहो हँसाउने मान्छेलाई त क्या मान्दो रहेछ क्या त्यसपछि मलाई क्या मलाई रमाइलो पनि लाग्यो होइन तर अनि मलाई पहिला सुरु चाहिँ कमेडियन हो भन्दाखेरि कता कता डर लाग्थ्यो कता कता लाज लाग्थ्यो बिकज मेरो अज्ञानताको कारणले हो एउटा म इन्सिडेन्ट सुनाउन चाहन्छु आई थिङ्क मैले यो भनेको छु छैन थाहा छैन तर यो माहौल बनेर मलाई भन्न मन लाग्यो क्या दाइ अनि म दाइ होइन अब म विदेश घुम्न थालेँ नि त विदेशमा गएर सोजहरू गर्न थाल्यो अनि म अमेरिका जाने मौका पाएँ क्या मैले होइन अमेरिका जाने बेलामा चाहिँ मलाई इमिग्रेसन अफिसरले उहाँले मेरो पासपोर्ट सबै हेरिसकेपछि अमेरिकामै हेरिसकेपछि You traveled so many places, like what did you do? I said, so I traveled over the show. What do you do? Like, I'm a stand-up comedian. Seriously? What did you? Oh, yeah. Oh, you mean you make people hard like you? Yeah. You popular there? Yeah. Then अर्को अफिसरलाई भने क्या hey man this guy is popular back home he's stand-up comedian man oh wow man यो I'm like so cool man हो त हो म stand-up comedian हो भन्न मन लाग्यो क्या मलाई त्यो बेलामा चाहिँ I feel so proud that okay त्यसपछि मलाई भन्न मन लाग्यो like yeah man I'm a stand-up comedian के भनिन्छ भने एक्टिङ गर्दा हाँस्न एकदम गाह्रो हुन्छ भन्न सहिलो एक्टिङ होइन हाँस कति गाह्रो थाहा गरेर आइले गरेर के होइन यो गाह्रो छ नि त होइन यही गरेर एक्सन भनेर हाँस कम गाह्रो छ यतिकै गरेर गाह्रो छ धेरै प्रयोग हुँदैन प्रयोग तर अर्को चाहिँ के छ भने अरूलाई हँसाउन धेरै गाह्रो हुन्छ रोउन एकदमै सही छ क्या ओके नाउ अरू समेट अब सजिलो कसैले आएर भयो होइन अब हाम्रो उता सोनी अनुसार है फेरि हाम्रो चलोस् त्यो गाडी पनि वाट वुड बी यो अहिलेको लागि अब ड्रिम कार भनौँ न सुटेबल फर आवर डोन्ट से त्यो भएन त्यो होइन मलाई टु भेरी अनेस्ट होइन मलाई अहिलेलाई चाहिँ बिग एसयुभी चलाउनु मन छ होइन जस्तो V8 एकदम मनपर्छ होइन त्यसपछि तपाईँको कार पिजो छ नि पिजो पनि मनपर्छ लाइक द्याट्स अ भेरी लग्जरी नाइस कार होइन मलाई चाहिँ साँच्चीकै भन्दै मलाई घर किन्छस् जग्गा किन्छस् गाडी किन्छस् भने चाहिँ म गाडी किन्छु या मलाई चाहिँ कस्तो भन्दाखेरि दिस इज वान लाइफ होइन अनि म घरमा राति सुत्नु मात्रै जाने क्या दाइ होइन है सो आई थिङ्क माई कार निड टु बी मोर लग्जरी देन एनिथिङ एउटा जस्तो लाग्छ मलाई के लाग्छ एउटा उसरी कहाँ हो अब यो नेसनल टिभी हुँदैन
मलाई के लाग्छ हेरेर मर्नुभन्दा खेलेरै मरेको जाति हिरो अलिक हामी बढी नै नोकट भनिहाल्यो तर हुनसक्छ के बाहिर त गर्छ मैले एउटा कुरा साँच्चै के भनेको जस्तो भने नि तपाईँ जे गरिरहनु भएको छ त्यसमा उत्कृष्ट हुनुभयो भने सबै चिज आउँदो रहेछ क्या not only in the national, international पनि. So once again, Sandeep, thank you so much for taking out your time. Thank you very much. I'm sure like I'm जति पनि अब त्यस्तै खाले जति पनि दर्शक श्रोताहरू हुन्छ उहाँहरूले मन पराउनुहुन्छ होला कि आशा राख्दै हामी आजको कार्यक्रमबाट बिदा भन्दैछौँ. Thank you very much. You know, I'm a biggest fan of yours. Okay, thank you so much. Biggest, seriously, किनभन्दाखेरि I admire you as a person. किनभने तपाईँको म साँच्चै के भन्दा नि तपाईँले लगाएको तपाईँले हिँडेको चिजले पनि मलाई एकदम इम्प्रेस पार्छ क्या दाइ होइन. सो यु क्यारी योरसेल्फ सो वेल. त्यो अलावा पनि हामीले म होइन म टिभीको दर्शक हुने बेलामा तपाईँ टिभी भित्र हुनुहुन्थ्यो म टिभी बाहिर हुन्थेँ होइन. सो मलाई चाहिँ के भनौँ मलाई so yeah, so thank you very much like for like giving me this wonderful opportunity. अनि मलाई it's a finest experience ड्राइभिङ गर्दै तपाईँसँग कुरा गर्दाखेरि मलाई साँच्चीकै भन्दाखेरि कुनै किसिमको अन्तर्वादै लागेन. अन्तर्वादै होइन अन्तर्वाद हुन्छ नि गफसफ गरेको जस्तै पनि भएन. मैले यहाँ त नेपालमा फेरि के हुन्छ अन्तर्वाद भने गाली गर्छ. Thank you very much. Thank you very much. Love you, Dai. I wish you all the best and keep inspiring us. Thank you very much. I love Sandeep Shetty. हामीले बनिरहेका छन् सबै देशहरू बनिरहेका छन् र सबै सहरहरू पनि खेल्न पाइरहेका छौँ. ओके अब एउटा छोटो विश्राम. We'll be right back. Brought to you by Prabhu Life Insurance.